हेलो दर्शन अनि नमस्ते सबैमा के छ हजुरहरूको खबर हल्लीचल्ली। हाम्रो चाहिँ एकदम ठिकठाक छ है। म चाहिँ आज पशुपति नजिकैको यो सुकुम्बासी बस्ती भत्काएको ठाउँमा भिजिट गर्न आएको छु भनेर भन्न चाहिँ मिल्दैन। यो सुकुम्बासी बस्तीमा रहेको इट्टा ढुङ्गाहरू जुन निकालिरहेछ ठेक्का लिएर ठेक्दा साहबहरूले त्यसलाई चाहिँ यसो लगेर भाथानी बाटो गर्नु पर्यो भनेर म चाहिँ यता पशुपतितिर आएको छु है। अनि तपाईँहरूलाई पनि के छ पशुपतितिरको सुकुम्बासी भत्काको अहिलेको स्थिति परिस्थिति भन्ने कुराहरू हुनसक्छ भनेर तपाईँहरूमा चाहिँ यो भिडियो छोटो बनाएर सेयर गर्न गइरहेको छु। कृपया हेरेर साथ दिनुहोला अनि लाइक एन्ड सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु है। यो चाहिँ पशुपति एरिया हो होइन। यहाँ चाहिँ ठुलो मात्रामा चाहिँ सुकुम्बासी बस्ती तत्कालीन सरकारले भत्काएको अवस्था हो। हेर्नुहोस् है यस्तो छ एरिया यही हो। यो रिङ रोड भइहाल्यो होइन। त्यहाँ चाहिँ हाम्रो गाडी लोडिङ भइरहेछ होइन। जेसीबी लाएर चाहिँ यहाँ सुन खोजिरहेछ होइन। सुनको मतलब पैसा खोजिरहेछ। यस्तो छ है। अब यहाँ टाइम चाहिँ अब धेरै छैन भन्ने कुराहरू गर्नुभएको छ। अब 1-2 दिनको मात्रै बाँकी छ अरे। यहाँ पनि निश्चित टाइम तोकिदिएको रहेछ। अहिले टाइम सक्नु लागिसकेपछि एकदमै भट्टाभट गरिरहेछ। तर जति गरे पनि यहाँ सक्न चाहिँ सकिँदैन होला। जति सक्छ त्यति चाहिँ गरेर पैसा ठेकदारहरूको उठ्छ फस्छ भन्ने हिसाबले गरे हो जस्तो लाग्छ मलाई चाहिँ। तर उठिसक्यो अहिलेसम्म। कोहीले जग सुत्दै भ्याइसक्यो होइन यहाँनिर। ल यस्तो छ है त। धेरै लामो नबनाऊ भिडियो होइन। तपाईँहरूलाई पनि बोरिङ हुनसक्छ। त्यसैले अहिलेलाई बबाई भन्न चाहन्छु। मेरो गाडी चाहिँ त्यहाँ छ मित्रहरू। खाली छ गाडी। अब एकछिनमा लोड हुन्छ। लोड गर्ने केटाहरू टन्ने छ। हस् धन्यवाद। बबाई।